यसको उत्तर कोले अथवा कोलाई मिलाउन आउँछ। यो प्रश्नको उत्तर जाँड बियर रक्सी राखेको भाँडा कहिल्यै पनि पूजामा प्रयोग हुँदैन, त्यसलाई अशुद्ध मानिन्छ, त्यसलाई पूजामा ल्याउन मिल्दैन। भने जीवनमा जाँड रक्सी बियर खाएका पण्डितलाई पुज्न मिल्छ या मिल्दैन? जीवनभरि जाँड रक्सी बियर खाएका पण्डितलाई कसरी पुज्न मिल्छ? भाँडामा भाँडासहित एकचोटि भाँडामा रक्सी बियर राखेको छ भने त्यो अशुद्ध हुन्छ भने पण्डित कसरी चाहिँ पूजामा जान्छ, कसरी चाहिँ त्यसको पूजा गर्न मिल्छ? यो प्रश्नको उत्तर दिनु होला मलाई।